नमस्ते, स्वागत गर्न चाहन्छु हजुरहरूलाई लोक अटोमोबाइल्समा। आज चाहिँ मैले हाम्रो लोक अटोमोबाइल्समा भएका सम्पूर्ण गाडीहरूको विषयमा चाहिँ जानकारी चाहिँ मेरो पर्सनल अकाउन्ट अनिल मगरबाट लिएर आएको छु। लोक अटोमोबाइल्समा हजुरहरूलाई भिडियो त आइ नै हाल्छ, त्यही पनि त्यहाँ नआएको भिडियोहरू यहाँ पनि आउन सक्छ। हजुरहरू यदि गाडीको बारेमा जान्न खोज्दै हुनुहुन्छ, गाडी किन्न खोज्दै हुनुहुन्छ भने यो भिडियो चाहिँ हजुरहरूको लागि हो। आज चाहिँ मैले हाम्रो लोक अटोमोबाइल्समा भएका सम्पूर्ण गाडीहरूको विषयमा चाहिँ मूल्यसहित जानकारीहरू लिएर आइसकेको छु। हामीसँग चाहिँ अहिले 2,70,000देखि माथिका 27-28 लाखका गाडीहरू रहेका छन्। यदि हजुरहरू गाडी किन्न खोज्दै हुनुहुन्छ भने यो भिडियो चाहिँ अवश्य हेर्नु होला, हजुरहरूकै लागि हो यो भिडियो चाहिँ। सबैभन्दा पहिला त म एकदमै लग्जरी अनि फुल अप्सनको कार देखाउँछु हजुरहरूलाई। यो रहेको छ कियाको रियो 2003 मोडलको। यसको अप्सन चाहिँ हजुरहरूले फुल अप्सन पाउन सक्नुहुन्छ भने गाडी एकदमै फ्रेस कन्डिसनमा छ। 1200 सीसी इन्जिनमा रहेको यो गाडी एकदमै पावरफुल अनि एकदमै लग्जरी गाडीमा लिने गाडी हो। यदि हजुरहरू यो गाडी लिन चाहनुहुन्छ भने यसको प्राइस चाहिँ 5,25,000 राखेको छ। त्यसै गरी अर्को गाडी छ हामीसँग, यो नारायणीको हुन्डाईको गेज 2005 मोडलको हो भने यसको अप्सन पनि हजुरहरूले फुल अप्सन पाउन सक्नुहुन्छ। भित्रको इन्टिरियरदेखि लिएर यसको पावर चाहिँ हजुरहरूले 1400 सीसीको इन्जिन पाउन सक्नुहुन्छ भने भित्रको इन्टिरियर पनि एकदमै फ्रेस छ, यहाँले केही पनि खर्च गर्नु पर्दैन। अप्सन फुल अप्सन भनेपछि हजुरहरूले सबै एसी, हिटर, पावर स्टियरिङ, पावर विन्डो सबै पाउन सक्नुहुन्छ। यसको प्राइस चाहिँ 7,50,000 राखेको छौँ। त्यसै गरी अर्को हामीसँग एकदमै रिसेल भ्यालु हाई भएको हुन्डाई कम्पनीको सेन्ट्रो रहेको छ। यसमा पनि हजुरहरूले केही पनि खर्च गर्नु पर्दैन। यसको इन्टिरियरदेखि लिएर पेन्टहरू एकदमै राम्रो छ। 2007 मोडलको यो सेन्ट्रो हुन्डाई कम्पनीको सेन्ट्रो चाहिँ हजुरहरूलाई जम्मा 9,25,000मा आउँछ। त्यसमा पनि नेगोसिएबल प्राइस हो है। त्यसै गरी हामीसँग रहेको छ यहाँ 2004 मोडलको कियाको पिकान्डो फुल अप्सनमा। यो पनि एकदमै फ्रेस कन्डिसनमा छ। गाडीको भित्रको इन्टिरियरदेखि लिएर बाहिरको सबै एकदमै फ्रेस छ। यसमा चाहिँ हजुरहरूले 1100 सीसीको इन्जिन पाउन सक्नुहुन्छ भने यसको प्राइस चाहिँ हामीले 5,50,000 राखेको छौँ। त्यसमा पनि नेगोसिएबल छ। त्यसै गरी हामीसँग 2007 मोडलको एकदमै फ्रेस कन्डिसनमा रहेको अल्टो एलेक्स, यो चाहिँ 800 सीसीमा रहेको हुन्छ, हजुरहरूलाई थाहै होला। यसको अप्सन चाहिँ हजुरहरूले एसी पनि पाउन सक्नुहुन्छ भने भित्रको इन्टिरियर एकदमै फ्रेस अनि क्लिन छ, यहाँहरूले केही पनि खर्च गर्नु पर्दैन। यदि हजुरहरू कम बजेटमा एकदमै रिसेल भ्यालु हाई भएको अनि सामानहरू पनि सस्तो पाइने गाडी खोज्दै हुनुहुन्छ भने यो हजुरहरूको लागि बेस्ट हुनसक्छ। 2007 मोडलको जम्मा 7,25,000 है। त्यसै गरी हामीसँग यो 2011 मोडलको अहिलेसम्म सिङ्गल ह्यान्ड रहेको चाइनिज जेली गाडी भन्छ यसलाई चाहिँ। यो चाहिँ मिनी एसयुभीमा चिनिने गाडी हो। यसको पावर चाहिँ हजुरहरूले 1250 सीसीको इन्जिन पाउन सक्नुहुन्छ भने अरू एकदमै फ्रेस कन्डिसनमा छ। सिङ्गल ह्यान्ड भनेपछि अब कति फ्रेस छ गाडी हजुरहरूलाई भनिराख्नु त पर्दैन होला। त्यही पनि हजुरहरू सानोतिनो अफरोडको लागि एकदमै उपयुक्त हुने गाडी खोज्दै हुनुहुन्छ भने यो हजुरहरूको लागि चाहिँ बेस्ट हुन्छ। यसको प्राइस चाहिँ हामीले 7,25,000 राखेको छौँ। त्यसै गरी हामीसँग अर्को पनि रहेको छ हुन्डाई कम्पनीको, यो पनि सेन्ट्रो नै हो। यो चाहिँ 2003 मोडलको हो भने यसको अप्सन चाहिँ हजुरहरूले सेमी अप्सन पाउन सक्नुहुन्छ। यसको चाहिँ हामीले भर्खरै फुल इन्जिन बनाएको हो भने यसको भित्रको इन्टिरियर पनि एकदमै क्लिन छ, यहाँले केही पनि खर्च गर्नु पर्दैन। यदि हजुरहरू यो सेन्ट्रो नयाँ सेपको लिन चाहनुहुन्छ भने यसको प्राइस हामीले 7,50,000 राखेका छौँ। त्यसमा पनि नेगोसिएबल त हुने नै छ। त्यसै गरी हामीसँग अर्को गाडी रहेको छ यहाँ फेटको पालियो। यो चाहिँ इटलीमा बनेको 1200 सीसी इन्जिन रहेको एकदमै फ्रेस कन्डिसनमा अहिलेसम्म 2जनाको मात्र फोटो रहेको यो 2006 मोडलको फेटको पालियो जम्मा हजुरहरूलाई 5,25,000मा आउँछ भने यसको भित्रको इन्टिरियर एकदमै क्लिन छ, यहाँले केही पनि खर्च गर्नु पर्दैन। यो गाडी चाहिँ यहाँ हाम्रो रिकन्डिसनभरिको नै एकदमै फ्रेस गाडी हो। यदि कम मूल्यमा अनि यति कम लटको कम मोडलको यति फ्रेस गाडी चाहिँ कमै भेटिन्छ। यसको प्राइस चाहिँ 5,25,000 है। त्यसै गरी हामीसँग मारुति सुजुकी कम्पनीको गुरु कार मारुति 800, यो चाहिँ 2005 मोडलको हो भने यदि हजुरहरूलाई सिकाउन केही गरी खानको लागि एकदमै उपयुक्त हुने यो मारुति 800 कार
हजुरहरूलाई जम्मा 4,25,000मा आउँछ। यदि हजुरहरू मारुति 800 खोज्दै हुनुहुन्छ भने त्यसमा पनि डिस्काउन्ट त हुने नै छ, हजुरहरू आउन सक्नुहुन्छ। त्यसै गरी हामीसँग गाडीहरू बनिरहेको छ। हामीसँग चाहिँ यता अहिले ठाउँ नभएर ठाउँ चाहिँ सानो सानै छ, यतापट्टि हाम्रो बन्दैछ। त्यसै कारणले हामीले गाडीहरू चाहिँ सबै पारी ल्याइरहेछौँ। त्यहाँ भएका गाडीहरू चाहिँ हाम्रो सबै हो। त्यहाँको गाडीहरूको बारेमा पनि जानकारी दिन्छु है त। ल हामीसँग चाहिँ उता मैले भनि नै हालेँ, गाडी राख्ने ठाउँ नभएको कारणले हाम्रो चाहिँ अफिस बन्दै भएको कारणले यहाँ हाम्रो सबै गाडीहरू चाहिँ यता रहेको छ। यहाँ भएको सबै गाडीहरू पनि हाम्रै हो। प्रत्येक गाडीको विषयमा म मूल्यसहित जानकारी चाहिँ दिइ नै हाल्छु। सबैभन्दा पहिला चाहिँ यहाँ बाहिरको मध्ये चाहिँ म यो 2013 मोडलको ओम्नीमा कार्गो भ्यानको कुरा गर्छु। यो पनि एकदमै फ्रेस कन्डिसनमा छ। यदि हजुरहरूको पसल छ भने पसल व्यवसायको लागि एकदमै उपयुक्त हुने 2013 मोडलको ओम्नी कार्गो भ्यान जम्मा 3,50,000मा आएको छ। यसमा पनि अलिअलि डिस्काउन्ट हुने नै छ, हजुरहरू आउन सक्नुहुन्छ कार्गो भ्यान खोज्दै हुनुहुन्छ भने। त्यसै गरी मैले हिजो भर्खरै हालेको थिएँ, यो चाहिँ फोर्डको फिगो 82cc इन्जिन रहेको, एकदमै फ्रेस कन्डिसनमा छ। यो पनि जम्मा 7,90,000मा अहिले अफर प्राइसमा राखेको छौँ भने एकदमै फ्रेस कन्डिसनमा छ। यदि हजुरहरू लग्जरी गाडी खोज्दै हुनुहुन्छ भने यो चाहिँ हजुरहरूको लागि बेस्ट हुन्छ। यो चाहिँ जम्मा 7,90,000मा है। त्यसै गरी हामीसँग अर्को रहेको छ, यो चाहिँ पुरानो सिपमा एकदमै रिसेल भ्यालु हाई भएको, पुरानै भए तापनि अहिलेसम्म एकदमै रिसेल भ्यालु हाई भएको हुन्डाई कम्पनीको सेन्ट्रो हो यो। त्यसमा चाहिँ हजुरहरूले 1100cc को इन्जिन पाउन सक्नुहुन्छ भने यो चाहिँ फेरि पुरानो भए तापनि फुल अप्सनको गाडी रहेको छ। यसमा चाहिँ हजुरहरूले चावडे पावर विन्डो, पावर स्टियरिङ, एसी हिटर पाउन सक्नुहुन्छ भने। ल हेर्नुहोस् भित्रको इन्टिरियर एकदमै क्लिन छ, यहाँले केही पनि खर्च गर्नु पर्दैन। प्राइस चाहिँ हामीले जम्मा 4,50,000 राखेको छौँ भने गाडी एकदमै फ्रेस कन्डिसनमा छ, हजुरहरू आउन सक्नुहुन्छ। यो अल्टो चाहिँ गइसक्यो। त्यसै गरी हामीसँग एकदमै हाई मोडलमा अनि मोडल चाहिँ हाई भएको प्राइस चाहिँ सानो भएको गाडी खोज्दै हुनुहुन्छ भने यो चाहिँ 2015 मोडलको ड्याटसनको गो हजुरहरूलाई जम्मा 8,75,000मा आउँछ। यो चाहिँ अहिले अफर प्राइसमै भनौँ। यसमा चाहिँ हजुरहरूले एलोइल, पावर विन्डो, पावर स्टियरिङ, एसी हिटर त पाउनु नै भइहाल्छ। यसमा चाहिँ हजुरहरूले 82cc को इन्जिन पाउन सक्नुहुन्छ भने एकदमै पावरफुल हुन्छ यो गाडी चाहिँ। यदि हजुरहरू मोडल चाहिँ हाई भएको अनि मूल्य चाहिँ ठिकै भएको गाडी खोज्दै हुनुहुन्छ भने हजुरहरूको लागि चाहिँ यो बेस्ट हुनसक्छ, हजुरहरू आउन सक्नुहुन्छ। 2015 मोडलको ड्याटसनको गो जम्मा 8,75,000मा है। त्यसै गरी हामीसँग यहाँ रहेको छ 2006 मोडलको यो डाइहाट्सु केलिसिया, यो मलेसियन ब्रान्डको हो। यसको प्राइस चाहिँ हामीले जम्मा 3,75,000 राखेका छौँ भने त्यसमा पनि नेगोसिएबल छ। यसमा चाहिँ हजुरहरूले फुल इन्जिन बनाएको छ, 6 महिनाको इन्जिन ग्यारेन्टी पाउन सक्नुहुन्छ भने अप्सन पनि हजुरहरूले फुल अप्सन पाउन सक्नुहुन्छ। हेर्नुहोस् चिटिक्क रहेको छ बाहिरदेखि लिएर भित्रको इन्टिरियरहरू पनि यहाँले केही पनि खर्च गर्नु पर्दैन। ल हेर्नुहोस् फ्रेस कन्डिसनमा छ। यदि हजुरहरू बाइक चढ्दा दिक्क हुनुभएको छ भने बाइककै दाममा आउने यो एकदमै फ्रेस कन्डिसनको केलिसिया आएको छ। हजुरहरू बाइक स्कुटरसँग सट्टापट्टा गरेर पनि लान सक्नुहुन्छ। त्यसै गरी हामीसँग अर्को गाडी आएको छ, यो चाहिँ 2004 मोडलको मारुति सुजुकीको 1000cc मा रहेको जेन हो। यसको फिचर चाहिँ हजुरहरूले एसी पाउन सक्नुहुन्छ भने एकदमै पावरफुल 1000cc भनेपछि यहाँहरूलाई मैले भन्नु पर्दैन होला, एकदमै पावरफुल गाडीमा गनिन्छ। अनि पार्ट्सहरू पनि एकदमै सस्तो पाइने राम्रो छ गाडी, हजुरहरू आउन सक्नुहुन्छ जेन खोज्दै हुनुहुन्छ भने। त्यसै गरी हामीसँग यो अहिले बाहिर भएर मैलो मात्रै देखेको हो, तर गाडी एकदम फ्रेस छ। यो चाहिँ 1998 मोडलको डाइहाट्सुको कोर हो। यसमा चाहिँ हजुरहरूले 1000cc को इन्जिन पाउन सक्नुहुन्छ भने अरू एकदमै फ्रेस कन्डिसनमा छ, यहाँहरूले केही पनि खर्च गर्नु पर्दैन। यो चाहिँ जम्मा अहिले अफरमा 2,70,000मा आएको छ। यदि हजुरहरू यो डाइहाट्सुको कोर खोज्दै हुनुहुन्छ भने यो चाहिँ बाइककै दाममा आएको छ भनौँ, तर गाडी 1998 को भए तापनि एकदमै लग्जरी अनि फ्रेस कन्डिसनमा छ, जम्मा 2,70,000मा है। त्यसै गरी हजुरहरू कुनै स्कुलको लागि, आफ्नो सानोतिनो फ्यामिलीको लागि पनि अनि कतैतिर टुरहरू जानको लागि धेरैजना अठाउने 2000
मोडलको यो चाहिँ 8 सिटर ओम्नीको 8 सिटर भ्यान हो। यसमा चाहिँ हजुरहरूले 8 जना मजाले अटाउन सक्नुहुन्छ भने एकदमै फ्रेस कन्डिसनमा छ। यो पनि 3,50,000 राखेको छौँ भने ओम्नी 8 सिटर भ्यान जम्मा 3,50,000 मा। यदि हजुरहरू भ्यान खोज्दै हुनुहुन्छ भने जम्मा 3,50,000 मैले भनि नै हालेँ। हजुरहरू आउन सक्नुहुन्छ, त्यसमा पनि केही नेगोसिएबल त हुने नै छ। त्यसै गरी हामीसँग रहेको छ यहाँ 1998 मोडलको मारुति 800 गुरु कार। यो चाहिँ 1998 मोडलको भए तापनि हजुरहरू कतिपयलाई त थाहै नै होला मारुति 800 गुरु कार भन्ने बित्तिकै कति बलियो कार हो भनेर। यसमा चाहिँ हजुरहरूले केही पनि खर्च गर्नु पर्दैन। यसको प्राइस पनि हामीले अहिले अफरमा 2,70,000 राखेको छौँ भने त्यसमा पनि हजुरहरू आफै आउनुभयो भने त्यसमा पनि डिस्काउन्ट त हुने नै छ। गाडी फ्रेस कन्डिसनमा छ, ल आउन सक्नुहुन्छ है। त्यसै गरी यो पनि डायर्सु कोर हो 1998 मोडलको। यसको प्राइस पनि हामीले 2,70,000 राखेको छौँ। यो र यो रातो दुईवटा चाहिँ अहिले 2,70,000 अफर प्राइसमा रहेको छ। हजुरहरू आउन सक्नुहुन्छ। यसको बारेमा भन्नै परेन, अघि मैले रातोको जे भने यसमा पनि त्यही अप्सन त्यही उस्तै हो सबै। त्यसै गरी हामीसँग रहेको छ नयाँ सेपको 2014 मोडलको अल्टो एलेक्स। यदि हजुरहरू एकदमै कम मेन्टेनेन्स खर्चमा राम्रो गाडी खोज्दै हुनुहुन्छ भने यो अल्टो एलेक्स चाहिँ हजुरहरूको लागि बेस्ट हुनसक्छ। यो चाहिँ 2014 मोडलको हो। भर्खरै हामीले 49,000 लिएर आएको हो भने यहाँहरूले केही पनि खर्च गर्नु पर्दैन। भित्रको इन्टेरियरदेखि लिएर पेन्टहरू हामीले सबै गरेर राखेको छौँ। फ्रेस छ गाडी। यसको प्राइस चाहिँ हामीले जम्मा 11 लाख राखेको छौँ। त्यसमा पनि नेगोसिएबल छ, हजुरहरू आउन सक्नुहुन्छ। Your smile lit up like a sunrise glow touch। ल हामीसँग भएका सम्पूर्ण गाडीहरूको विषयमा यहाँहरूलाई मैले जानकारी त दिइ नै हालेँ। यदि हजुरहरूलाई हामीसँग भएका कुनै पनि गाडी मन परेमा वा टेस्ट राइड गर्नु परेमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो लोकेसनको कुरा गर्नुपर्दा हजुरहरूले गुगल म्यापमा लोक अटोमोबाइल्स हान्नुभयो भने हाम्रो लोकेसन देखाउँछ। त्यही पनि हजुरहरू कन्फ्युज हुनुभयो भने कोटेश्वरबाट सातो बाटो जानेतर्फ बालकुमारी पुल वारीबाट खोलाको कोरिडोर टिकाथली जानेपट्टि 500 मिटर जति आउनुभयो भने नरेफाँट प्रहरी चोक देख्नुहुन्छ। प्रहरी चौकीकै छेउमा हाम्रो लोक अटोमोबाइल्स रहेको छ। यदि हजुरहरू कन्फ्युज हुनुभयो भने यहाँ मैले बायोमा नम्बर पनि राखिदिएको छु, त्यहाँ सम्पर्क गरेर आउन सक्नुहुन्छ है त। अर्को भिडियो फेरि लिएर आउँला। आजलाई भने धन्यवाद।